हेलो फ्रेन्ड्स, स्वागत छ मुन्नुम ब्लग्समा। र यसपालिको 2025-26 अर्किड फ्लावरिङ सिजनको यो पहिलो भिडियो लिएर हजुरहरु समक्ष आएको छु। र यसपालि अब 2025-26 सालमा है कस्तो कस्तो फुलहरू फुल्दैछ र कुन प्रकारले फुल्दैछ म तपाईहरुलाई देखाउने छु है। ल हेरौं योपालिको यो पहिलो ब्लग। र फ्रेन्ड्स, हेर्न सक्नुहुन्छ है, यसपालिको यो फुलहरू चाहिँ फर्स्ट फक्रेको फुलहरू हो। यो चाहिँ यसलाई चाहिँ भन्छ A1 है। यो लास्ट इयर बिफोर लास्ट इयर निक्लेको फुल हो A1। एकदमै राम्रो छ र एकदमै अर्लीहरुमा छ है। आज अक्टोबर, आज कति तारिक आज 26 अक्टोबर 2025 है। र आज यसरी फक्रिरहेको छ है। फर्स्ट फक्रेको यसपालिको यो चाहिँ यो फ्लेमिङ्गो, यसलाई चाहिँ फ्लेमिङ्गो भन्छ है। राम्रो छ यो, यसको फुलाइ राम्रो छ। र अरूहरू पनि यसरी नै कोपिला लागिसकेको छ है। र यिनीहरू पनि राम्रो फुलहरू। यो एउटा नयाँ फुल्दैछ है, एकदमै नयाँ हो। र झ्याङ हेर्न सक्नुहुन्छ, यसको चाहिँ यस्तो छ है। यो चाहिँ एक्ज्याक्ट आइडेन्टिफाई भएको छैन, तर एकदमै नयाँ फुल हो यो। सायद राम्रो छ होला है। फक्रेपछि म देखाउने छु अवश्य तपाईहरुलाई। र यसरी नै हेर्न सक्नुहुन्छ, प्राय सबै अब फ्लावरिङ स्टेजमै छ है। यहाँ भएको प्रायले नै फुलेको छ है। हेर्न सक्नुहुन्छ, भर्खर निस्किँदैछ, कसै यस्तो भइसकेको छ है। यो पनि A1 नै हो है। A1 नै हो यो पनि, हेर्न सक्नुहुन्छ। राम्रो फुलिरहेको छ है। यसको झ्याङ चाहिँ यस्तो छ। र यो स्टेजमा छ है। र यो चाहिँ भ्याम्पायर है, अर्ली भ्याम्पायर हो यो। र तर यसलाई चाहिँ यहाँनिर हेर्न सक्नुहुन्छ है, यो दागहरू है। यो दागहरू चाहिँ सबै यो चिप्ले किराले गर्दा भएको हो क्या। चिप्ले किराले चाहिँ धेरै दुःख दिन्छ है। यसपालि पनि धेरै फ्लावरिङ स्टेजको धेरै स्टिकहरूलाई चाहिँ, फ्लावरहरूलाई चाहिँ ड्यामेज गर्यो योपालि है। यत्रो केयर गर्छौँ हामी है, तर पनि चिप्ले किराले धेरै नै नोक्सान गरेको छ। यहाँ पनि हेर्न सक्नुहुन्छ, यो पनि दाग लागेको छ। यो पनि चिप्ले किराले गर्दाखेरि हो। र यहाँ छ, यिनीहरू चाहिँ लास्ट इयर हामीले राखेको बल्बहरू है। बल्बहरू यिनीहरू पनि राम्रो हुँदैछ, यिनीहरू हेर्न सक्नुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ है, यो चाहिँ चिप्ले किराको करतुत हो क्या। चिप्ले किरा चाहिँ यस्तो नराम्रो खालके इफेक्ट पार्छ। यहाँ हेर्न सक्नुहुन्छ, यो पनि यो चिप्ले किराको कारणले हो। यो सानो हुँदाखेरि नै यसलाई खाएको क्या। र यो चाहिँ व्हाइटमा छ है। यो किवी मिन्ट भन्ने हो, व्हाइटमा छ। यो पनि अब 15 दिनमा फक्रिने स्टेजमा छ है। र यिनीहरू चाहिँ ओसी ब्राउन पनि योपालि निकै नै अर्ली छ। अब यो 15-20 दिनमा चाहिँ यिनीहरू पनि फक्रिन स्टार्ट हुन्छ है। ओसी ब्राउन चाहिँ यसपालि धेरै फुलेको छ र हेल्दी पनि फुलेको छ। हेर्न सक्नुहुन्छ, एक एकवटामा 15वटा कक, 15, 16, 17, 18 है, 20-22 ककसम्म छ है। राम्रो छ। यो झ्याङले तपाईँको चारवटा स्टिक छ है। 4वटा स्टिक छ यसले हो। राम्रो हुने रहेछ यो। ओसी ब्राउन चाहिँ अब निकै फुलेको छ। लास्ट इयर बाबाले
झ्याङ नफारिकन ठुल्ठुलो राख्नुभएको थियो है। त्यही कारण नेपाली ओसी ब्राउन चाहिँ एकदमै राम्रो हुँदैछ। र यो पनि प्राय फकिसक्यो। यो येल्लोमा चाहिँ राम्रो रहेछ यो पनि। र साथीहरू यो पनि हेर्न सक्नुहुन्छ योहरू पनि सबै ओसी ब्राउन हो। ओसी ब्राउन चाहिँ धेरै नै फुलेको छ, धेरै छ। तीनटा चारटा प्रत्येकले नै फुलेको छ। ओसी ब्राउन यो पछाडि हेर्दाखेरि हेर्न सक्नुहुन्छ ओसी ब्राउनहरू यो हो। हेर्न सक्नुहुन्छ है, तीनटा चारटा प्रायले फुलेको छ। यो चाहिँ त्यो हाम्रो पहेँलो है, येल्लो रिभर तारा भन्ने। यसले चाहिँ 3 स्टिक हुँदैछ है, 3 स्टिक हुँदैछ। अब यसको फर्मेसन चाहिँ बनिएको छैन अहिले। अब यो फर्मेसन बिस्तारै यसको फर्मेसन बनिन्छ है। यो एकैपट्टि यस्तो पाराले है फर्काएर चाहिँ फुलाउनुहुन्छ दादाले है। भर्खर यिनीहरू भ्याली स्प्ल्यासहरू हो। यो चाहिँ अवन्तिका भन्ने फुल हो। यो अवन्तिका भन्ने यसले 2 स्टेक फुलेको छ है, भर्खर आउँदैछ। अब हेर्नुपर्छ, राम्रो हुनुपर्ने यो पनि। र एकदमै राम्रो फुलहरू यिनीहरू चाहिँ टप क्वालिटी फुलहरू है, राम्रो छ। र यो पनि एउटा एकदमै रेयर फुल छ, यो पनि भर्खर आउँदैछ है। अब यो पनि फुलिसकेपछि म देखाउनेछु तपाईँहरूलाई। तर योपालि साथीहरू यो अर्किडको चाहिँ फुलाइ योपालि अलिकति अर्ली छ क्या, अर्ली छ। अब यो 27 हो है। यसले 5वटा स्टिक थियो, तर अस्ति बाबाले यता सिफ्ट गर्नु हुँदाखेरि चाहिँ एउटा स्टिक चाहिँ भाँचियो यसको है। र अहिले पनि 4टा स्टिक चाहिँ छ, एउटा 2टा, यसले 3टा र त्यहाँ परपट्टि एउटा है। यसले चाहिँ 4 स्टिक चाहिँ छ फिलहाल चाहिँ। एउटा चाहिँ अस्ति बाबाले यता सिफ्ट गराउँदाखेरि चाहिँ भाँची पठाउनु भयो है। र हेर्न सक्नुहुन्छ है, अब कति अर्ली छ योपालि, निकै माथि आइसक्यो है यिनीहरू। प्राय फक्रिने स्थितिमा पनि आइसक्यो धेरै फुलहरू है। साथीहरू तपाईँलाई म एउटा झ्याङ देखाउँदैछु है। यो चाहिँ थियो हाम्रो K2 होइन। K2 हेर्नुभएको छ तपाईँहरूले, कति राम्रो फुल चाहिँ। अब यो झ्याङले चाहिँ मिनिमम 3-4 स्टिक चाहिँ फुल्ने चाहिँ हामीलाई आशा थियो है। तर अफसोस यो यत्रो ठुलो झ्याङले चाहिँ एउटा पनि फुलेन। हेर्नु सक्नुहुन्छ कत्रो ठुलो चाहिँ झ्याङ छ यसको, कत्रो ठुलो झ्याङ छ। K2 हो यो, फुलेन, 1 स्टिक पनि फुलेन योपालि। अब यसलाई चाहिँ यतिकै राखेर अर्को साल चाहिँ अब फुलाउने इच्छा छ है। कतिवटा सेकेन्डरी चाहिँ पुरा निक्छ यसले। एउटा 2टा 3टा 4टा 6वटा 7वटा 8वटा अहिले 8वटा सेकेन्डरी छ यसको। तर फुल्ने चाहिँ एउटा पनि फुलेन। यो चाहिँ यसले चाहिँ अलिक धोका दियो योपालि है। र त्यसरी नै साथीहरू यहाँ भएको चाहिँ प्राय सबै नै फुल्ने स्थितिमा छ है। अब बिस्तारै म फुल्दै जान्छ, म तपाईँहरूलाई देखाउनै जानेछु है। यो झ्याङहरू हेर्नु सक्नुहुन्छ, यिनीहरूले चाहिँ 5 स्टिक 6 स्टिकसम्म छ है। 5 स्टिक 6 स्टिकसम्म छ यिनीहरू, राम्रो छ। यसले पनि 3टा फुलेको थियो, यसको पनि एउटा चाहिँ अस्ति भाँचियो यहीँनिर हो। फिलहाल चाहिँ 2 स्टिक छ यसको। र यहाँ भएको झ्याङहरू चाहिँ ठुलो झ्याङहरू हो। यिनीहरूले चाहिँ अब यो 5वटा 6वटा है 7वटा स्टिकसम्म छ है। यिनीहरू पनि फुलिसकेपछि म तपाईँहरूलाई देखाउँछु है। राम्रो फुलहरू छ यहाँनिर, तपाईँहरूलाई देखाउनेछु। योपट्टि भएको पनि प्राय सबै झ्याङहरूले नै फुल्दैछ है। यो चाहिँ हामीले सबै फुल्ने फुलहरू छुट्याएर राखेका छौँ, हेर्न सक्नुहुन्छ। प्रायले नै फुल्दैछ है। योपालिको फर्स्ट भिडियो मात्रै हो यो, बिस्तारै म तपाईँहरूलाई देखाउनेछु फक्रेपछि।
साथीहरू कमेन्ट गर्नु होला तपाईहरुकोतिर अब कुन चाहिँ स्टेजमा पुग्यो र कस्तो कस्तो फलहरु फुल्दैछ भनेर है कमेन्ट गर्नु होला र यसरी नै म अरु भिडियोहरु पनि म क्रमैले हाल्दै जाउँला तपाईहरुलाई देखाउँदै जाउँला। आजको लागि भने यो पहिलो भिडियोबाट टाटा बाइ बाइ।